पर्दी उतार्दै चुप। यदि दाइ भनेको तपाईँ जस्तो हुन्छ भने मेरो कुनै पनि जुनी बताइन। कर्मा मुभी रिलिजमा आइसकेको छ र यो मुभी हेरिसकेपछि वान वर्डमा भन्नुपर्दाखेरि भेरी डिसअपोइन्टेड। अगस्ते जस्तो मुभी दिएका डाइरेक्टरबाट यतिको लेभलको मुभी एक्सपेक्ट गरेको थिएन भने ओभरअल मुभी कस्तो छ भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। के को लोभ हो भन्छ, आखिर खाने भातै हो जाने घाटै। साला तेरो दिमागमा के चल्दैछ भन् त? सोचिया चाहिँ के छस् खुलेर भन्। सौरभ चौधरीद्वारा निर्देशित मुभीमा हामीले विपिन कार्की, मुकुन्द भुसाल, दिव्य देव, उपासना सिंह ठकुरी आदिको अभिनय देख्न सक्छौं भने यो मुभीको लागि यसको टिजर र ट्रेलर जुन तरिकाको हाई एक्सपेक्टेसनको साथ रिलिज भएको थियो त्यो अनुसारले चाहिँ मुभीले फुलफिल गर्न सफल भएन मेरो लागि चाहिँ। किनकि अगस्ते मुभीको डाइरेक्टर विपिन कार्कीको फर्स्ट टाइम फुल्ली एक्सन अन्दाजमा आएका थिए। त्यसमाथि मुकुन्द भुसालको भिलेनवाला लुक्स र उनको औरा, त्यसमाथि टिजरमा देखाइएको त्यो बाइक चेजिङ सिन, यी सबै कुराले मुभीलाई एकदमै हाई एक्सपेक्टेसनमा पुर्याएको थियो। तर यो मुभी हेरिसकेपछि भन्नुपर्दाखेरि मुभीको एक्सन चाहिँ दमदार लागेको छ, त्यो पनि कुनै कुनै सिनहरुमा। त्यसैगरी विपिन कार्कीको काम पनि गुड मात्र फिल हुन्छ यो मुभी हेरिरहँदाखेरि। त्यसैगरी मुभीको स्क्रिन प्ले पनि एकदमै स्लो र बोरिङ टाइपको फिल भयो मलाई चाहिँ मुभी हेरिरहँदाखेरि। भने मुभीको स्टोरीको बारेमा कुरा गर्नुपर्दाखेरि मुभीले अहिलेको सिनारियोमा भइरहेको सिस्टम र त्यसको रिभेन्ज एक्सन ड्रामामा फोकस गरिएको छ र स्टोरी अनुसार मुभीले कतै कतै फुलफिल पनि गर्छ। जबसम्म विपिन कार्की जेल जाँदैनन् तबसम्म एकदमै राम्रो बनिरहेको थियो मुभी। त्यसपछि झन् मुभी कताको के भने चाहिँ हुन्छ। मुभीको फर्स्ट हाफ ठिकै रहँदा पनि मुभीको सेकेन्ड हाफ पुरै इग्नोर गर्न मिल्ने खाले छ। त्यसैगरी मुभीको क्लाइमेक्स पनि त्यस्तो खासै खाले लागेन। त्यसैगरी मुभीले केही ट्विस्टहरू दिन खोज्छ तर पनि त्यो अनुसारको बिल्ड नभएको कारणले गर्दाखेरि ट्विस्ट पुरै भित्तलो हुन पुग्छ। अनि मुभीको मेन ट्विस्ट त यो के थियो भन्ने फिल हुन्छ। त्यसैगरी मुभीको बिजिएम भने गुड टाइपकै रहेको छ, सिनेमेटोग्राफी एकदमै राम्रो देख्न सक्छौं। अनि मुभीको सङ्ग्स पनि सुशान्त केसीको सङ्ग्स एकदमै राम्रो लागेको छ। युट्युबमा रिलिज भए चाहिँ मुभीमा पनि एकदमै फिट तरिकाले बसेको छ। अनि पर्फर्मेन्सको बारेमा कुरा गर्नुपर्दाखेरि विपिन कार्कीले आफ्नो क्यारेक्टरलाई फुल्ली एक्सन टाइपको र औरा बनाएको छन् र पोस्टर पनि बनाएको छन्। तर पनि सौरभले भने काम निकाल्न नसकेको जस्तो फिल भयो मलाई मुभी हेरिरहँदाखेरि। त्यसैगरी मुकुन्द भुसालको पनि लुक्स वाइज एकदमै दामी देखिएको छ भिलेन रोलमा, तर उनको पनि पर्फर्मेन्स भने त्यस्तो निख्रेर आएको जस्तो फिल भएन मलाई मुभी हेरिरहँदा। उनले यो भन्दा बेटर काम गरिसकेका छन् र यो भन्दा बेटर काम देखाउन पनि सक्थे। त्यसैगरी दिव्य देवको कुरा गर्नुपर्दाखेरि दिव्य देवले पीताम्बर मुभीमा चाहिँ यो मुभीमा पनि एकदमै इम्प्रेसिभ नै काम गरेको छन्, दामी लाग्यो उनको काम यो मुभीमा। उपासना सिंहको काम पनि एकदमै राम्रो देखिएको छ मुभीमा र उनको काम एकदमै ग्रोथ भएको जस्तो फिल हुन्छ मुभी हेरिरहँदाखेरि। त्यसैगरी मुभीको अरू सपोर्टिङ क्यारेक्टरहरूको काम पनि राम्रो नै देखिन्छ। तर ओभरअल कर्मा मुभीले टिजर ट्रेलर लेभलबाट जुन एक्सपेक्टेसन क्रिएट गरेको थियो त्यो भने फुलफिल गर्न सफल भएन मेरो लागि। तपाईहरुलाई भने कस्तो लाग्यो कर्मा मुभी कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। कर्माको खेल अनि समयको चक्रलाई कसैले पनि रोक्न सक्दैन। आजलाई भने यति नै कर्मा मुभीको रिभ्यू। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरुको रिभ्यू र मुभी अपडेट जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।